हेलो एन्ड नमस्ते सबैमा र सबैलाई गुड मर्निङ र आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र विशेष गरेर अहिले चाहिँ सिटोङ एक्सप्रेसलाई नआउने काम भइरहेको छ अनि अब भने सिलगढीतर्फको यात्रा सुरु हुन्छ। गाडी धुइ पारेर विशेष पानी झरीहरू कति मैला भइरहेको थियो अनि के कस्तो हुन्छ आजको ब्लग हेर्दै गर्नु होला भने यो ब्लगलाई यहाँबाट स्टार्ट गर्नु चाहिँ हेर्दै गर्नुहोस् त ल। गाइज अहिले भने आजको यात्रा भने सुचारु भइसकेको छ र अहिले हामी सिटोङबाट अहिले मुभ भइसकेको छ सिलगढीको लागि। यता मेरो प्रिय मित्र साजन मङ्गर, यता प्रिय मित्र प्रशान्ति मुखिया अनि सुदान अङ्कल हुनुहुन्छ र अब भने हामी यहाँबाट टक्कै बिस्तारै बिस्तारै नस्पति गाउँ सेल्पु लङ्खु हुँदै हुँदै हामी बिस्तारैसँगले सिलगढीतर्फ लाग्नेछौँ। अनि आजको ब्लग हेर्दै गर्नुहोस् के कस्तो हुने हो। मान्छे सान्छे पाउनु त पाइहाल्छ, 4-5 जना त भइसकेको छ, यसमा कुनै मलाई गुनासो छैन। अब 2-3 जना भयो भने मेरो लागि ठिकै भयो, ध्यानमा बेसी बोक्दिनँ पनि। यस्तो छ है साथीहरू, हेर्नुहोस् गाजरबारीहरू गाजरहरू यसरी पो भएको छ लटरम्मै प्रकारले। गाई पनि हेर्नुहोस् लक्ष्मी माता यता झुसले आर्चा फलेर लटरम्मै भएको छ है। उता बाख्रा। आज चाहिँ हाम्रो सिलगढीको अब यात्रा यहाँनिर सेल्पुमा आइपुग्यो र अहिले चाहिँ सब जग्गा रिसाइरहेको छ, चेप्टी चेप्टी बस्नु पर्यो भनेर होइन भैया। के भन्नु चाहनुहुन्छ तपाईँ भन्नु त, के भन्नु चाहनुहुन्छ भनिदिनु न 1-2 शब्द। के भन्नु के अब कस्तो छ के छ भनेर सबैलाई मलाई चिन्नु हुने हो, सबैलाई सम्झना छ भनिदिनु न। भोजपुरी भाषामा भनिदिनु त, त्यो बिहारतिरबाट तपाईँलाई चिन्नेले हेर्दैछ नि केसन बा भनेर। त्यो माथि उलाई पनि बहिनीलाई पनि भन्नुस् न हैन, मिठाको लागि पनि भन्दिनु। ठ्याक्कै भन्नु पर्दा फेरि बिरिक डाँडा नेसनल हाइवे 10 पुग्नु लागिसकेको छौँ। बोजूले मलाई हेर्नु हुँदैछ र आज भने हाइवेको अवस्था भने खुला नै देख्न सक्नुहुन्छ हजुरहरू। आज चाहिँ जाम नभेटोस् भनेर म प्रार्थना गर्न चाहन्छु। यहाँनिर ट्याक्कै अहिले बिरिक डाँडा हामी चाहिँ आइसक्यौँ अनि यस्तै छ, बाटो खुलै छ लगभग। पर सेती पुल छेउतिर चाहिँ अलिअलि अड्किन्छ कि भन्ने जस्तो लाग्छ, तर अड्काइ हुँदैन होला किनभने त्यहाँको जुन चाहिँ अस्ति ड्रेन खनेको थियो त्यो चाहिँ पुरेको रहेछ जाम ज्यादा भएको कारणले गर्दा, होइन बुझ्यो भैया। निद्रा पुगाइसक्नु आँटेको छ। पिन्डा भैया चाहिँ बिहार चढ्दैछ बिहा खानुको लागि। मेरो मेन कस्टमर बिहार गइछ नि, यहाँ मतलब चिल्लै हुने भयो त हामी त, होइन भैया। कहिले आउने अरे? ल त्यसो भए ठिकै छ। धमाधम रूपमा यहाँनिर यस्तो कामहरू भइरहेको छ नि हाइवेमा, तपाईँहरू हेर्न सक्नुहुन्छ। जेसिबीहरू लागि परेको छ। यसले चाहिँ जेसिबीलाई हिर्काउला जस्तो गर्दैछ जाइलोले। स्टा तल बगिरहेको छ सलल प्रकारले। यता मलाई चाहिँ पुरा छोड्दैछ भिडियो बनाउँदाखेरि गाडीहरूले। अब एकछिन भिडियो नभइकन कन्टिन्यू अगाडि बढ्ने। ट्याक्कै सुबुक पुग्न लागेको मात्रै थियौँ। बाघपुल पार हुने बित्तिकै रेलवे गेटले गर्दाखेरि जाम भेटेको अवस्था छ। अहिले हल्का गाडी मुभ हुन थालिसकेको छ। अब डाइरेक्ट सिलगढीबाट नै भिडियो बनाउने छु। गर्दाखेरि चाहिँ हामी सालुगढा पुगिसकेको छौँ र यहाँनिर चाहिँ एकदमै फ्लाइओभरको लगातार रूपमा कामहरू भइरहेको कारणले गर्दा अलिकति रोडलाई बाधित भएको छ र यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो पिलरहरू उठाउँछ यो क्रेनले। हेर्नुहोस् यसलाई चाहिँ जाइन्ट क्रेन भन्छ, यसलाई जाइन्ट क्रेन। अनि यस्तो छ हेर्नुहोस्। अनि हाम्रो बोजूले यताबाट हेर्नुहुँदैछ मलाई रिसाउँदै, ढिलो गऱ्यो नातिले भनेर मुसु हाँस्दैछ पनि। अहिले चाहिँ हामी खरबुजा काटेर खाँदैछु, तपाईँहरू हेर्न सक्नुहुन्छ। साजन मङ्गरलाई दिँदैछु।
भाइ खा खरबुजा स्पेशल रहेछ हो आज ल बबुवा खाँदैन हौ खानु खा भाइ छिटो खा खाँदैन ओ गाइस अहिले मन्डीमा चाहिँ एकदमै ज्यादा गरम छ मेरो गाडी चाहिँ यहाँ छ यसमा यस्तो यस्तो लोड भएको छ आज माछा सासा सब्जी लोड हुँदैछ माथि टमाटरहरू लोड भयो त यस्तो छ यहाँको दृश्य घाम टन्टला पुर्छ टाउकोमै लागेको छ सिधा घाम चाहिँ अहिले भने हाम्रो गाडी लोड भइसकेको छ र पनि अहिले मान्छे आएको छैन अनि विशेष गरेर अब मान्छेहरू कतिपय काम लिएर आउँछ है अन्त सबैको कामलाई हेरेर अब बुझेर पनि पर्खिनै पर्ने हुन्छ है कतिजनाको एकदमै ढिलो हुने पनि हुन्छ त्यही भएर अहिले सालगढामा पर्खिरहेको छु अब एकजना छ र अलिअलि सामान पनि छ त्यो हालिसकेपछि चाहिँ हिँड्ने हो सिलगढीबाट अनि उस्तै छ लोड चाहिँ र अब ढिलो गर्नु त मन हुँदैन अब कतिपय पेसेन्जरहरूको त्यस्तै कामहरूले आएको हुन्छ सबैको अब छिटै सक्छ भन्ने हुँदैन सबै मान्छे एउटै पनि हुँदैन त्यही भएर अहिले लोडिङ चाहिँ कम्प्लिट नै भइसकेको छ अब 20% छ लुगाको लोड छ त्यो चाहिँ आउँदैछ त्यसको बादमा चाहिँ यहाँबाट म निस्किने छु हामी राति फिलहाल सुबुकमा छौँ यहाँनिर जामले रेलवे ट्राफिकको जाममा अड्किरहेको छ यस्तो छ अवस्था भिआइपी गाडीहरू जाँदैछ यताबाट अन्त यस्तो यहाँनिर यसरी आउँछ रङ साइडबाट ओभरटेक गरेर गाडीहरू हेर्न सक्नुहुन्छ यो अलिकति असभ्य ड्राइभरहरू यहाँ छ मेरो गाडी गुटुङटुङ पारेर हामी लागिसकेको छौँ अब भने चाहिँ हामी सुबुकमा पो हिँड्दैछौँ अब यहाँनिर चाहिँ निकै पो जाममा परिसकेको थियौँ हामी